हेलो गाइज वान्स अगेन वेलकम टु माई ब्लग। तपाईँहरूलाई मेरो ब्लगमा स्वागत छ। के तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि कस्तो चलिरहेको छ दिन चरित्रहरू? मेरो त यस्तै हो गाइजहरू होइन, काम गयो आयो खायो सुत्यो हिँड्यो यस्तै चलिरहेको छ होइन। सो आज चाहिँ म तपाईँको सामु ट्राभल ब्लग लिइरहेको छु होइन। आज चाहिँ म चाहिँ जापानको लेक फेवा ताल गइरहेको छु। हाम्रो नेपालमा पोखरामा रहेको फेवा ताल बेगनास ताल जस्तै जापानको खाना गाउँमा रहेको आज म सागाहामिरा ताल जाँदैछु। सो तपाईँहरूलाई चाहिँ आज म त्यो सागामिरा ताल गएर त्यहाँको बारेमा बताउनेछु र म एक्सप्लोर गर्नेछु है। यस्तो भएछ क्या, अब यो जापान बस्दा बस्दा के भएछ नि इङ्ग्लिसै बिर्सिने क्या। अब यस्तो भन्नु खोजेको होइन अब जापानी भाषामा भएपछि होइन पढ्न सकिन्छ। अब इङ्ग्लिसबाट जापानी भाषामा त्यो ट्रान्सलेट हुन्छ नि त, अब त्यसलाई प्रनाउन्सिएसन गर्दा कस्तो गाह्रो हुने क्या। ठिकै छ, यस्तै छ होइन। सो त्यही भन्दा भन्दै आज चाहिँ म मेरो घर नजिक वरिपरि रहेको खानागावा केनमा नजिक रहेको सागामिरा लेक जाँदैछु। त्यो लेक चाहिँ तपाईँको आर्टिफिसियल लेक हो होइन, त्यो चाहिँ नेचुरल लेक होइन आर्टिफिसियल लेक हो। त्यो चाहिँ तपाईँको 1974मा चाहिँ हाइड्रो इलेक्ट्रिसिटीको लागि चाहिँ बनाएको ताल हो। त्यहाँको भ्यूहरू पनि दामी मैले देखिरहेको थिएँ। मैले चाहिँ सर्च गर्दाखेरि जस त्यो फेमस एरिया नि हो। सो आज तपाईँहरूलाई मेरो ट्राभल ब्लगमा स्वागत छ। अहिले त गाइजहरू अब मेरो यो फर्स्ट ट्रेन यहाँबाट स्टार्ट हुन्छ। यहाँबाट मैले 3टा ट्रेन चेन्ज गरेर जानुपर्ने हुन्छ। सो अब मेरो ट्रेन पनि आइसक्यो लगभग। अब तपाईँहरूलाई म बिच बाटोमा भेट्नेछु। हेलो गाइज, म चाहिँ ताक्को स्टेसन आइपुगिसकेँ बल्ल बल्ल 1.5 घन्टाको यात्रापछि। अब यहाँबाट नि मैले एउटा नेक्स्ट स्टेसनको लागि ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ है। तर क्या गिरी भइरहेको क्या अहिले क्या है, उल्टो ट्रेन चढेछु है। पुगेछु क्या, टाइम लस्टै भयो मेरो आधी घन्टा, त्यसैले चाहिँ ढिलो भयो। अब यहाँबाट चाहिँ मेरो यात्रा जारी छ है। प्लेटफर्म 3बाट चेन्ज गर्नुपर्छ यही होला फेरि। जापान बसेको त्यो 10 वर्ष भयो होइन। फर्स्ट टाइममा मैले ट्रेनमा क्या त्यो ढोका खोल्दाखेरि बटम थिचेको देखेको क्या। बस फर्स्ट टाइम देखेको क्या। त्यो हुन्छ नि अरू ट्रेनहरूमा होइन तपाईँको अटोमेटिक डोर ओपन हुन्छ भने चाहिँ यसमा चाहिँ होइन बटम थिच्नुपर्ने क्या। ल फर्स्ट टाइम देखेको बिक्रीसीमा चाहियो। म चाहिँ फाइनली सागामिकोमा आइपुगिसकेँ। अब यहाँबाट चाहिँ हिँडेर चाहिँ 10-9 मिनट भनेको छ। अब यहाँ हेर्नुपर्ने छ यहाँको इन्भाइरोमेन्ट चाहिँ अलिक गाउँ एरिया भएको चाहिँ दामी छ यहाँको होइन। घरको स्ट्रगल बनोडहरू है कस्तो दामी चिटिक्क परेको गाउँ एरिया है। दामी इन्भाइरोमेन्ट छ है। बोर्डिङहरू नि हेर्नु न कस्तो दामी होला क्या। अनि मेन एउटा कुरा चाहिँ यहाँको मलाई दामी लागेको कुरा चाहिँ के भनेको चाहिँ होइन यहाँको स्टेसन क्या। यो क्या स्टेसन हेर्नु न दामी वाला स्टेसन छ है। हेर्नु न जापानको यो चाहिँ दामी लाग्छ मलाई। सो अब यहाँबाट मेरो गन्तव्य सुरु हुन्छ है। अब के रहनु होला त्यस्तो दामी ठाउँ रहेछ, पिस रहेछ, सानो चिटिक्क परेको रहेछ है। पसलहरू पनि अब त्यो अरू टोकियोतिर हेर्नुभन्दा नि अर्कै टाइपको पसलहरू रहेछ है, पुरानो टाइपको। हाम्रो नेपालमा बाहिर दोकान राखेर जस्तो देखिन्छ क्या हुन्छ नि। डाँडा काँडाको बिचमा छ है। जापानको पुलिस गाडी यस्तो हुन्छ है, हामीले एसपर्नल गेम खेले जस्तो हुन्छ है। सो अनि यसको एउटा विशेषता भनेको त्यो तपाईँको माउन्ट ताको छ नि, माउन्ट ताको नजिक पर्छ क्या। हाइकिङ गर्ने ठाउँ अस्ति मेरो लास्ट भ्लगमा हेर्नु होला ताकोसानको। त्यो ताकोसान चाहिँ यहाँ नजिक पनि परेको भएको कारणले चाहिँ यस यहाँ अहिले हुन्छ नि तपाईँको हरियाली होइन अनि ग्रिनेरी पुरै दामी देखिरहेको छ है। ठाउँ पिस रहेछ, गाउँ जस्तो रहेछ है। कस्तो फिल लागिरहेछ नि अब हामी काठमाडौँमा बसिरहेको मान्छे रस एरियामा बस्दा हामी गाउँ जान्छौँ नि हो जस्तै फिल भइरहेको छ है। डाँडा पाहाडहरू हेर्न सक्नुहुन्छ है। म पनि फर्स्ट टाइम हो यो एरियातिर आएको चाहिँ तर राम्रै लाग्यो। अब आउने हो भने यस्तो ठाउँहरू चाहिँ एक्सप्लोर गर्छु भनेर सोचिरहेको छु है। अब यहाँबाट मैले लेक देखिसकेँ है। लेक चाहिँ नजिकै रहेछ, स्टेसनबाट हिँडेर 10 मिनट रहेछ है। लेक देखिरहेको छु, डुङ्गाहरू देखिरहेको छु। अब जस गएर एक्सप्लोर गरौँ न हुन्छ भनेर है। पहाडी एरियातिर अलिक यामा नाकातिर चाहिँ कस्तो हुन्छ उकालो ओह्रालो हुन्छ क्या।
अब सहरतिर समय हुन्छ होइन, तर यस्तो पाहाडी एरियामा चाहिँ हाम्रो गाउँघर जस्तो उकालो ओह्रालो चाहिँ हुन्छ, त्यस्तो दामी लाग्छ क्या। अलिकति एक्सर्साइज पनि हुन्छ नि त। अब सिधा हिँडिरहनु भन्दा पनि अब यस्तो उकालो ओह्रालो ओह्रालो गर्दै हिँड्दा मजा आउँछ नि त। उस घरको बनाउनु पुरानो क्याफे टाइप के होला रहेछ, अहिले बन्द रहेछ है। जो सनसेट पनि हुन गइरहेको छ, त्यहाँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले है। मान्छे चाहिँ खासै धेरै चाहिँ नहुँदैछ, कम हुँदैछ है। अब अलिक बेलुका भएर पनि होला। सो आइ एम इन्जोइङ माई डे। आज घुम्छु, लेक कस्तो रहेछ भनेर तपाईँहरूलाई देखाउने छु है त। अरू दामीहरू नि डाँडा पाहाडबाट कस्तो दामी मिठो भ्यू देख्यो है। तर यस्तो ठाउँमा चाहिँ एउटा के समस्या हुन्छ भने चाहिँ बाटो सानो हुन्छ, अनि गाडीहरू आयो भने चाहिँ लास्ट गिरी हुन्छ क्या। त्यो चाहिँ आफूले केयर गरिनुपर्छ होइन। अब सिस्टमेटिक भए पनि बाटो चाहिँ सानो हुन्छ। म चाहिँ मेरो गन्तव्यमा फाइनली गाइस हामी चाहिँ आफ्नो गन्तव्यमा लेक सागामिहारा आइपुगिसक्यौँ है। अब बेलुकाको 5 बज्न आएर पनि होला। बोटिङहरू चाहिँ बन्द भएको अवस्था छ है। जस हामी चाहिँ अब लेक साइडमा आइसक्यौँ है। बस यही हो लेक सागामिहारा है गाइडहरू है, हेर्न सक्नुहुन्छ। बस कस्तो दामी क्या है। बस दामी रहेछ हौ, ठुलो होला है। बस सानो मन्दिर पनि रहेछ, जापानमा प्रायः चाहिँ मन्दिरको सिरिन भन्ने चाहिँ यो चाहिँ जापानी हुन्छ, यो जापानको मन्दिर जनाउँछ यसले चाहिँ। बस यही हो है यसको ल। अरूभन्दा चाहिँ यहाँबाट सनसेट पनि दामी देखिरहेको छ है। सनसेट देख्नुहुन्छ, मिठो ब्युटिफुल छ यसो है। यहाँ दुर्बिन पनि हेर्न सक्नुहुन्छ है। दुर्बिन तपाईँले चाहिँ एकचोटिमा 100 रुपियाँ हाल्यो भने चाहिँ तपाईँले चाहिँ यसरी चाहिँ हेर्न पाउनु हुँदो रहेछ लेक नजिक। टोइलेट हो यो चाहिँ, हेर्नुको दामी है, टोइलेट हो। सो म वरिपरि एक्सप्लोर गर्छु, त्यस्तो अब के देखिन्छ भनेर चाहिँ तपाईँहरूलाई म देखाउने छु। जस दामी रहेछ, अरूभन्दा चाहिँ फेवाताल जस्तै लाग्यो मलाई चाहिँ। सनसेट चाहिँ असम भनेको चुप्पै दिउँ खालको छ सनसेट चाहिँ क्या। सनसेट चाहिँ दामी छ क्या। हेरौँ न त्यो बिचमा यो हेरौँ न तालमा कोही बोटिङ स्पट होला सायद है, ठुलो रहेछ क्या। मलाई चाहिँ अलिअलि फेवाताल जस्तो भाइ चाहिएको है। त्यो राम्रो रहेछ, दामी रहेछ। उता पट्टितिर के छ हेरौँ यसो है। बोटिङ गर्नु त मिल्दैन होला, बेलुका भइसक्यो, अब हावा पनि चलिसक्यो है। त्यो कारणले गर्दा अलिक नमिल्ला है। उयो नेपालीहरू चाहिँ वाइ चौचौको खाएर खोल यसरी फालिरहेछ, यस्तो गर्नु हुँदैन है। वाइ खाने नेपाली त हो नि, कसले खान्छ र है। त्यसरी चाहिँ चाउचाउहरू खाएर चाहिँ नफाल्नु होला, बरु गोजीको पकेट राखिदिनु होला है। सरसफाइ गर्नुपर्छ। अरूको देशमा अलि देख्दाखेरि नराम्रो हुन्छ क्या, गाइजिङ कस्तो यार हो भन्छ यसो नै। अलिकति देश अनुसारको भेष पनि गर्न सिक्नुपर्छ, जताभावी फोहोर नखानु होला है। फेरि मैले धेरै बोलेको होइन, अब भएको कुरा बोले नर्मली कुरा हो। अब यहाँ कता पुग्छ भने चाहिँ अब चाहिँ एक्सप्लोर गर्दैछु। जोस् लेक चाहिँ धेरै ठुलो रहेछ क्या, हिरोइ हुन्छ कि ठुलो रहेछ क्या। लेक बन्दै हुनसक्छ, बाटोहरू सब बन्द छ। के हो म त नबुझी आऊ कि के हो बन्द गरे आऊ कि जाने ठाउँ त अब हो कि। यहाँ पनि देख्न सक्नुहुन्छ भ्यू दामी देखिरहेको छ है। दामी भ्यू भने चाहिँ सनसेटले चाहिँ मलाई पुरै आकर्षित गरिरहेछ। पानीहरू देख्नुहुन्छ है, निलो बगी सल्ल बगिरहेछ है। बकुला हो कि टकुला उडिरहेछ है। यो चाहिँ मान्छेको घर जाने बाटो छ है, के हो बाटै छ होइन। हिँडौँ न यसो आएपछि पुरै घुमौँ न होइन। हो हेर्नु माछा पालेको रहेछ मान्छेले। हो रहेछ माछा पनि रहेछ 2-3वटा। सायद यो चाहिँ यही पोखरीको माछा होला है। यो हिँड्ने बाटो नै होला कि आइरहनु नो, बन्द छ कि पसल हो कि के हो, तर बाटै छ है। हिँड्दा केही फरक पर्दैन होला। पसलहरू चाहिँ बन्द भइसकेको छ, 4:30 बजी चाहिँ बन्द हुँदो रहेछ। म चाहिँ अलिक ढिलो आइपुगेछु है। त्यही मान्छे पनि थोरै छ, ठिकै छ। कहिले कहिले एक्लै घुम्नु पनि मजा आउँछ नि होइन। मान्छेको घरमा गिद्दी लाग्छ क्या मलाई चाहिँ। यहाँ बोटिङ गर्ने सिस्टम पनि रहेछ है, ठुल्ठुलो छ बोटिङ गरिहेर्नुहोस्। यस्तो पाहाडहरू हेर्नु न कस्तो दामी देखिरहेको छ। पाहाडहरू कस्तो दामी, यहाँ बस्नु क्या मजा आउँछ होला है। यो चाहिँ मिनी हो, यो रेस्टुरेन्टको बन्द भएको छ। यस्तो खानेकुरा पाइँदो रहेछ है। सानो सिटी रहेछ यहाँ चाहिँ। अनि यहाँ चाहिँ अब टुरिज्म एरिया भएर चाहिँ पसलहरू धेरै रहेछ है। अनि बस्नको लागि पनि सिटहरू दामी रहेछ। यो हावा चलिरहेको छ है, मजा आइरहेको छ।
एक्सप्लोरिङ है। कस्तो दामी जितो हामी भाइ क्या भेन्डिङ मेसिन क्या कस्तो दामी चल्ला छ है। जस बस्नको लागि सुविधाहरू चाहिँ जस्तो दामी दामी रहेछ है। वरिपरि गमलामा फुलहरू पनि फुलिरहेको छ है। हाँस पनि त्यहाँ बसिरहेको छ है। मान्छे कोही भन्दै आई लभ दिस प्लेस। अब एकछिन म यहाँ बसेर यसो तालको इन्जोय गर्छु है। माछा मारेर कार्यक्रम पनि हुँदो रहेछ है। आफूले बल्छी ल्याएर माछा मार्न सक्नुहुने। जोस ताल चाहिँ धेरै सोचेको भन्दा नि धेरै ठुलो रहेछ क्या। मैले सुरुमा त्यो आधी भएको होला मात्रै सोचेँ, तर यता पनि फराकिलो रहेछ क्या। धेरै ठुलो रहेछ क्या। बोटिङ गर्नको लागि चाहिँ स्पेसल रहेछ है। माछा पनि मान्छेहरू मारिरहेको छ है। अब आफ्नो बल्छी पनि छैन, अब माछा के मार्नु होइन। मार्दो रहेछ। जस ताल चाहिँ ठुलो न ठुलो रहेछ। आर्टिफिसियल भए पनि अब यस्तो दामी ठुलो रहेछ। अनि वरिपरि यो के अरे डाँडा पाहाडले गर्दा चाहिँ बबाल मिठो दामी हावा आउँदा फ्रेस आउँदो रहेछ नि। रिल्याक्स गर्ने ठाउँ रहेछ क्या। अब सनसेट पनि दामी देखिरहेको छ, त्यहाँ हेर्न सक्नुहुन्छ। हावा पनि कस्तो चलिरहेछ क्या। यस अरू के भएछ अलिक ढिलो भएर चाहिँ सब अब पसलहरू चाहिँ बन्द भएर अनि मान्छेहरू सब फर्किने कार्यक्रम गरिसकेको छ। म चाहिँ अलिक चाँडै आएको छु है। गाइजहरू अब एक्सप्लोर गऱ्यो। बिहानदेखि अब केही खाएको छैन। हल्का रेस्टुरेन्टमा गएर खाजा खाएर पेट पूजा गर्नेछु। र पेट पूजा गर्नको लागि चाहिँ यहाँ क्याफे एन्ड रेस्टुरेन्टमा गएर खाजा खाएर फेरि हामी बाहिर लिक हुनेछौँ है त। हामी रेस्टुरेन्टमा आइपुगिसक्यो। दामी रहेछ है वातावरण, पिस। अनि अब सबै अर्डर आफूले गर्ने मेन्यु कार्ड अब हेर्दै के खानुहुन्छ होइन। अब तपाईँहरूलाई के मनपर्छ? सुकुजी है, त्यही हो जाऊ विशेष चाहिँ मेन्यु पनि हुन्छ, तर यहाँ टेबलबाट आफूले अर्डर गर्ने क्या। सब डिजर्टहरू है हरेक देखिन्छ। हाम्रो खाना त्यसोको पनि आइसकेको छ है। गाइजहरू अब खाजा खाएर निस्केको अवस्था। अब हामी राति भइसक्यो। अब हामी लेकको नाइट भ्यू हेर्नेछौँ है त। गाइजहरू सँगै नाइट भ्यूहरू हेर्नेछौँ देखिन्छ भनेर है। एक्सप्लोर गर्नेछौँ है त। सो यहाँको नाइट भ्यू चाहिँ यसो देखिरहेको छ है।